अनि त्यहाँबाट मलाई उसले प्राप्त गर्छ र उसको मन चित्तहरू पनि चित्तहरू शुद्ध भएर आउँछन् म उसको हृदयमा प्रवेश गर्छु अन्तिममा उसलाई म मोक्ष आउँछु भन्दै यतापट्टि गर्दा फेरि मायामा यो संसारका प्राणीहरू भुलिरहेका छन् भएको कुरा होइन भन्छन् नभएको कुरा हो भन्छन् आखिरी नभएको कुराको पछि लागेर आज सारा मनुष्यहरू अन्तिममा अप्ठ्यारो परिरहेका छन् त्यसो भएको कारणले गर्दाखेरि उद्धवको देखिएको कुरालाई तोड्न पनि सकिँदैन त्यो भएको कारणले गर्दाखेरि भगवानमा चित्त चाहिँ लगाउनुपर्छ जतिखेर पनि भगवानलाई स्मरण गर्नुपर्छ गरेका कर्महरू भगवानको नाममा नै सुन्ता गर्नुपर्छ जानेर गरे तापनि प्रभु नजानेर गरे तापनि मैले हजुरको आज पूजा अर्चना गरेँ पुग्नु केही भयो होला प्रभु मैले गरेका कर्ममा आज निष्फल फल मलाई नहोस् प्रभु मैले पाएको फल पनि हजुरकै चरणमा मैले टक्राएको छु यस्ता प्रकारबाट अर्पण गर्नुपर्छ अनि मात्रै भगवानले यस्ता प्रकार दिनुहुन्छ यतापट्टि आएर माया भनेको फेरि के हो भने हेर उद्धव माया भनेको अज्ञान हो जसले माया बढाउँछ भने ऊ अज्ञानी हो ऊ मुक्त हुन सक्दैन त्यसो भएको कारण यसरी बुझ्नुपर्छ त्यसो भएको कारणले गर्दाखेरि यो संसार भनेको स्वप्न जस्तै हो सपनामा देखेको कुरा हो जस्तो नगर भेटिँदाखेरि आफू आफ्नो विस्तारमा हुन्छ हेर उद्धव त्यसो भएको कारणले गर्दाखेरि आत्मा भनेको जीव हो यसरी हामीले जान्नुपर्छ यो आत्मा शरीर भनेको चाहिँ घर हो आत्मा भनेको जीव हो ज्ञान प्राप्त गरेर पापको भार हटाउनु जसले ज्ञान प्राप्त गर्छ जसले भगवानका लीलाहरू सुन्छ भगवानका लीला सुनेर भगवानका प्रति भक्त पूजा अर्चना गरेर भगवानप्रति भाव भक्ति बढाए हुँदाखेरि भित्रको अज्ञान नष्टलाई भगवानका पूजा भगवानका लीलाहरूले बिचमा बिहान रात परेका अवस्थाका बिचमा बिहान श्री सूर्यनारायणको पूर्वबाट हुँदाखेरि रात्रि आफै हटेर जान्छ त्यसै गरी हामी भित्रको अज्ञान यस्ता प्रकार भगवानको चरणको सेवा गर्दाखेरि भगवानलाई स्मरण गर्दाखेरि आज सबै अन्धकारहरू हटेर आज भगवान हामीभित्र प्रवेश गर्नुहुन्छ उद्धव यसो हुँदाखेरि सबै विघ्नबाट हटेर जान्छ अन्तिममा उसको कल्याण हुन्छ यस्ता प्रकारबाट भन्दै भन्दै जानुभयो गइसकेपछि अब अगाडि गएर उद्धवले फेरि भन्नुहुन्छ हेर उद्धव भगवानले भन्नुहुन्छ उद्धव हेर उद्धव तिमीले एउटा कुरामा के ढुक्क हुनु भनेदेखि अब तिमीले हेर तिमी हामी सँगै आगो पनि हिँड्ने संसारमा सँगै आगो पनि हिँड्यौँ सँगै जान पनि सकिँदैन केही समय तिमीले म सँगै भयौँ सँगै हिँड्यौँ सँगै खायौँ त्यो भएर तिमीहरू हाम्रो आज यस्तो ममता बढेर गएको हो यो कुरामा तिमी यसरी फर्मा पर हेर कहिले सँगै हुन्छौ कहिले भीषण हुन्छ हेर त्यो भएको कारणले गर्दाखेरि हामीले केही कुनै कुराहरू प्रकृतिले भगवानको सृष्टिले यस्तै छ त्यसो भएको कारणले गर्दाखेरि तिमी त्यसमा चिन्ता नगर भएर अब फेरि भन्नुहुन्छ हेर उद्धव मेरो भक्तिमा जो लाग्छ भनेदेखि उसले काललाई पनि जित्छ कालदेखि डराउँदैन मेरो कथाहरू मेरो लीलाहरू जसले सुन्छ भने जो मेरो चरणको सेवा गर्छ भने उसलाई मरणदेखि डर हुँदैन उसलाई यो संसारमा अभाव भन्ने केही कुरा पनि हुँदैन सबै पूर्ण हुन्छ मनको पनि धनी हुन्छ धनको पनि धनी हुन्छ सारा कुरा हुन्छ आनन्द प्राप्त हुन्छ हेर तर जान्नु चाहिँ पर्यो यस्ता प्रकार भन्नुभयो अगाडि गएर फेरि मेरो नाम भज्नु भनेको मलाई प्राप्त गर्नु हरि हरि नारायण नारायण हरि नारायण भन्नु भनेको मलाई प्राप्त गर्नु हेर उद्धव त्यसो भएको चित्त ममा लगाउनुपर्छ जतिखेर पनि मलाई सम्झनुपर्छ के गर्नुहुन्छ उतापट्टि एकपल्ट यो कौरव र पाण्डवको युद्ध भएको अवस्थाका बिचमा जब युधिष्ठिर महाराजले अर्जुनलाई अब भर्खर युद्ध भएको छ भगवानलाई आज पुर्याउन जाने क्रममा चाहिँ बाटोमा फेरि के अप्ठ्यारो पर्ला भनेर प्रयासिएपछि पुर्याउ जानुभयो गइसकेपछि उतापट्टि रानीहरू प्रभु हजुर किन्न आउनुभएको यत्रो समयसम्म हामीलाई किन हजुरले यसरी माया मार्नु भएको यो कुरा त भएन बजारवासी सबै चिन्तामा हुनुहुन्थ्यो रानीहरू पनि त्यस्तै हुनुहुन्थ्यो उतापट्टि रुवावासी चलिरहेको थियो यताबाट भगवानलाई अर्जुनका साथमा पुर्याउनु जानुभयो भनेपछि रानीहरूले भन्नुभयो हो यो त तिमीले राम्रो कुरा गरेनौ यो कुरा त हेर भनेर अनि उतापट्टि तपाईँले हस्तिनापुरमा यसरी मोह बनाउनु भयो हामीलाई त्याग्नु भयो भनेपछि प्रान्त होइन म तिमीलाई त्यागेको होइन त्यस्तै कारण पऱ्यो त्यही भएर म उतैपट्टि अल्मलिएको थिएँ म आइसकेको छु अब तिमीले यो कुरा नगर हेर भनेपछि अनि हजुरसँग आउने चाहिँ को त भन्दाखेरि मेरो फुपूका छोरा यी अर्जुन भनेका उनी हुनेर भनेपछि प्रान्त आज अर्जुन छ तपाईँ खेल्ने खाने रमाउने कुरामा आज हजुरले हामीलाई भुल्नु भएको भनेपछि होइन हेर मैले भुले होइन भनेर अनि भरा पछाडि भए अन्तिममा सैनिक सीमालाई अलिक सुधाइसकेपछि प्रान्त यतापट्टि आएर फेरि रुक्मिणी लगायतका रानीहरूलाई गएर हेर अर्जुनको बारेमा तिमीहरूलाई मैले के भनिरहँ ल अब यतापट्टि हेर्न भनेर रानीहरूले साथ लगाएर त्यो कोठाको ढोका खोलेर देखाउँदाखेरि त उनले सास फेर्दाखेरि पनि कृष्ण 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 भने सास लिँदाखेरि पनि कृष्ण फेर्दाखेरि पनि कृष्ण यस्तो भनेर अवस्थाले कति भक्तहरू कस्तो प्यारो गरेको मलाई भनेर यस्तो कुरा छ त्यो कारणले मेरो नाम जसले भक्त भनेदेखि उनले मलाई प्राप्त गर्छ नभन्दै अर्जुनले यो 10 स्कन्धको 90 अध्यायका बिचमा आज एउटा ब्राह्मणलाई दिएको आश्वासन मैले हिजो कथा भनिसकेको छु ब्राह्मणका छोराहरू मर्ने क्रममा आज अर्जुनले म बजाइदिन्छु भन्दाखेरि कुरा हुन सकेको थिएन भगवानको नाम जपेको कारणले भगवानलाई सखा बनाएको कारणले गर्दाखेरि
आज म जब ब्राह्मणलाई वचन दिँदै जाँदा थिएँ मैले यदि तिमीले बच्चा बचाउन सकिनँ भने यहाँनिर अग्नि प्राकट्य गराएर म त्यही अग्निमा जलाएर मर्दिन्छु त्यो तिमी विश्वास गरेर घर फर्क भनेर ब्राह्मण यतापट्टि आएर फेरि अर्जुनले त्यसपछि ब्राह्मण घर ल ठिक छ त्यसो भए म फर्किन्छु भने ब्राह्मण फर्केर आएँ नभन्दै यतापट्टि अब यतापट्टि यता बच्चा पनि जन्म आएपछि बच्चा 4 दिन 6 दिन बाँच्यो भने त्यो बेलाको बच्चा चाहिँ जन्मने बित्तिकै ढुकढुकै मरिहाल्यो जानु पर्यो अर्जुनले बजाउँछु भन्थे अब जानु पर्यो भने ती ब्राह्मण गए नभन्दै उतापट्टि गएर यतापट्टि अर्जुनले बोलाउँदाखेरि अर्जुनले यो कुरा गर्न सक्दैन थिए नभएको कुरा गरेका थिए त्यही अवस्था होइन प्रभु अब म के गरेँ मैले तम्बुबुढी अगाडि गएको कारणले मैले बोलिहालेँ अब म अप्ठ्यारा परेँ प्रभु भनेर भगवान्लाई सम्झिदिने ओहो मेरो भक्तले समय गरेर आज भगवान्ले यस्ता प्रकारबाट आउनुभयो र आज अर्जुनको त्यहाँ जोगाउनु भएको कुरा छ अर्जुन नहुने कुरा बोल्दैन यस्तो खालको कुरा गर्नुभयो अगाडि गएर यस्ता खालका कुराहरू गर्दै गर्दै मनलाई शान्त पार्नलाई जसले मनलाई शान्त पार्छ भने मलाई प्राप्त गर्छ जसले सधैँभरि शान्त छ भने मलाई प्राप्त गर्छ हे उद्धव भनिसकेपछि अब उद्धवका आँखाबाट आँसुहरू खस्न लाग्यो आँसुको धाराले आज भगवान् कृष्णको तरलाई उद्धवले पखाल्न लाग्नु भयो भन्न यस्ता प्रकारबाट परिक्रमा गरेर आज 3 पटक परिक्रमा गरेर अनि पछाडि गएर उद्धव तिमी चिन्ता नगरेर यो तिम्रो हाम्रो भेट बनेको हिँड्न सम्मै हो तिमी अब मेरो बारेमा अझै पनि तिमी कुरा बुझ्छौ भने पत्रिका आश्रमतिर जाऊ भनेर यस्ता प्रकार पत्रिका आश्रममा पठाइदिनु भयो र आफू भगवान् आफ्नोबाट लाग्नु उद्धव आज पत्रिका आश्रम जानु लाग्यो यस्तै प्रकारबाट अब यसरी भगवान् श्रीकृष्णले उद्धवलाई ज्ञान दिएर सबैलाई तीर्थस्थान दान गर्न पठाए आफू पनि प्रवास क्षेत्रपट्टि लाग्नु जानुभयो यादवहरू मेरे नाङ्गलीको मदिरा खाए आपस आफ्नो झगडा गरेर आज सबै समाप्त भए एउटा अनिरुद्धका पुत्र चाहिँ रुद्रनाथका बाँचे अन्तिम अवस्थामा गएर बाँचे बलराम पनि यो दृश्य हेर्न नसके समुद्रमा डुबेर आखिरीमा उहाँको पनि देहान्त भयो यतापट्टि आएर फेरि प्रभु पनि पिपलका वृक्षमा मेरो प्रभु बसिरहनु राजन त्यही अवस्था बिचमा आज यतापट्टि सिकाइले बनाएको फलानको मुसल घोटेर पठाउने वंशी खत्तम अब विनाश पारी भयो भनेर जब नदीका किनारमा घोटेर पठाउँदाखेरि बाँकी रहेको टुक्रो खोलामा फाल्दिँदा नदीमा फाल्दिँदा माछा